हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आज चाहिँ म बिहान उठेर यता हल्का काम सकायो। अब चाहिँ म जान्छु हल्का सपिङ गर्नको लागि। फाइनल गाइस, मेरो चाहिँ भिसा आइसकेको छ। अब म 2-3 दिनपछि फर्किन्छु। यहाँ पनि अलिकति काम छ। सो बिहान हेर्नुहोस्, आँखा पनि यस्तो भएको छ। त्यहाँ किचनमा काम गरेको त यस्तो ओइली भएको छ कि यहाँ यस्तो जाडो छ गाइस। त्यही भएर यत्रो ज्याकेट लाएर हिँड्नुपर्ने छ। सुतेर उठ्ने बित्तिकै लुगा सुत्त चेन्ज गरेर हिँडिहालेको म। यस्तो हालत यस्तो छ गाइस मेरो। हिजो पनि म थोरै बाहिर गएको थियो। राति कति बज्यो बाहिर, मतलब हिजो टन्न मान्छेहरू थियो बाहिर, सबै खानुपर्ने रे भनेर। यिनीहरूको जात त फेरि पिउने हो। यति धेरै हिजो 10-12 जना मान्छे थियो ठ्याक्कै। म भिडियो हाल्छु, हजुरहरू पनि हेर्नु होला यिनीहरूको खानेको तरिका कस्तो हुन्छ भनेर। कति 10-12 जनाले त्यस्तै खान्छ होला। कति 30-25 हजारको त खान्छ यिनीहरूले। खाएर नभ्याए पनि यति धेरै खाना अर्डर गर्छ, सबै फाल्ने हो। यिनीहरूको जात यस्तो छ गाइस। हिजो पनि मैले भिडियो बनाएको थियो बट पोस्ट गर्न पाएन। कुनै भिडियोहरू चाहिँ डिलिट गरेको छु किनभने राम्रो आएको थिएन। आज चाहिँ भिडियो हाल्छु भन्ने सोचमा छु। पानी सिमसिम परिरहेको छ अनि म चाहिँ आँखा यस्तो सुन्नेको छु गाइस। हल्का लिपस्टिक मात्रै लगाएर आएको, त लिपस्टिक पनि खायो मैले त खाजा खाने बेलामा। अब चाहिँ जाँदैछु। बिहानै उठाउँछु। यहाँ आएपछि त सबै 6 बजी उठिरहेको छु म। झन् रेस्ट गर्छु भनेको रेस्ट गर्ने टाइमै छैन। यता के भन्ने उता के भन्ने गर्दा यस्तो भइरहेछ गाइस। यहाँको मौसम यस्तो रहेको छ गाइस। यहाँ चाहिँ हाम्रो उता बोसको खोइ आफन्तहरूको उसको सियोप यहाँनिर छ। म चाहिँ यहाँ आएको आज खाना खानाले। हिजो पनि म यहाँ आएको थियो। हिजो यहाँ काम गऱ्यो। हिजो चाहिँ खासै काम थिएन, आज पनि काम छैन। सो त्यही भएर चाहिँ जाँदैछु। मौसम एकदम राम्रो छ गाइस। सिमिम पानी पर्छ। यतातिर चाहिँ मलाई एकदम रमाइलो लाग्छ किनभने यस्तो जङ्गलहरू जस्तो छ नि त। अनि मलाई जङ्गलतिर एकदम रमाइलो लाग्छ गाइस। यस्तो छ हेर्नुहोस्। यो रुखहरू नेपालमा पनि हुन्छ, नेपालतिर पनि हुन्छ। यो के पो भन्थ्यो यसलाई, यसको नाम चाहिँ बिर्स्यो। यहाँनिर यस्तो छ। यता चाइनामा धेरै ठाउँहरू एकदम राम्रो छ, तर म चाहिँ गएको छैन। उसमा नेपालको टिकटक जस्तै यिनीहरूको पनि डुइङ हो कि डोइङ भन्ने एप्स हुन्छ। टिकटक जस्तै हो क्या। अनि मैले चाहिँ त्यसमा हेरिरहेको हुन्छु, तर अहिले चाहिँ डिलिट भयो। अस्ति नै 4 महिना यहाँ बस्ने बेलामा मसँग VPN केही पनि थिएन। अनि त्यही हेर्थेँ मैले सधैँ। चाइनिजको त्यो टिकटकै हेर्थ्यो। अझ अकाउन्ट पनि बनाएको थियो। अहिले त डिलिट गरिदियो मैले त, किनभने अब हाम्रै त्यो छ भने त यिनीहरूको के हेर्नु। यस्तो छ गाई, जङ्गल। यहाँ चाहिँ यति धेरै मान्छे आउँछ कि, तर एकदम सस्तो हो। सस्तोमा खाना पाएपछि त मान्छेहरू धेरै आउँदो रहेछ। यस्तो यहाँ गार्बेज बिन छ। साथीहरू हजुरहरूको लाइफतिर म हिजो आज आउन सकेको छैन किनभने म एक ठाउँमा बस्न पाउँदैन। कहिले कता त्यस्तो। त्यही भएर हिजो त दिनभरि दिमाग खराब पारेर होइन, उताबाट फोन गरेको भिसा कहिले आउँछ, टिकट किनिदिन्छु भन्छ, के भन्छ होइन। यस्तो तनाव पारेको थियो कि मलाई। अनि राति कति बजे यहाँको 11 बजीतिर नेपालबाट फोन आएर अनि मैले चाहिँ अस्ति 50,000 मात्र दिएको थियो भिसाको लागि चाहिँ। कति 75,000 थियो। अनि बाँकी पैसा पठाइदियो। भिसा आयो अनि मात्रै भिसा पठाइदिन्छु भनेर भने। पैसा चाहिँ मैले अलरेडी पठाइसकेको थिएँ बहिनीलाई।
किनभने यहाँ आएपछि त ब्याङ्क अकाउन्ट केही चल्दैन। बहिनी गाउँमा जानु भएको छ नि त, त्यही भएर बहिनी अहिलेसम्म अनलाइन पनि छैन। बाबालाई भनेको त बहिनीको घरमा नेटै छैन, भोलि पठाइदिन्छ भन है भन्नुभयो। अझै पठाउनु भएको छैन। अनि मैले भिसा पनि रिसिभ गरेको छैन। आफ्नै मान्छेहरू पनि यस्तै छ कि पैसा बिना अझ 5,000 थपेर दे भन्छ हौ। 80,000 भार्दियो अरे। मैले चाहिँ अस्ति नै लिइसकेको, बोसले अस्ति नै दिइसकेको त्यो पैसा। अनि त्यतिकै त्यो गरेर कहाँ हुन्छ त हौ गाइस। म चाहिँ उता ग्लासमा देखेको छ, देखेको रहेछ नि त, यस्तो छ। कालो लुगा लगायो, हिँड्यो। भिडियो बनाउन मन लाग्छ गाइस, बट यहाँबाट पोस्ट नै हुँदैन हौ। एक दिन होइन 3 दिन लागेको थियो अस्ति 21 मिनटको भिडियो अपडेट हुनको लागि। अब ट्राई गर्दैछु, आज पनि भिडियो बनाउँदैछु। मान्छेहरू आएको छ, म गयो। यता चाहिँ चप्पलै चप्पल छ गाइस। चप्पल जाडोमा लाउने चप्पल। म चाहिँ अहिले मलभित्र छु। यो नानी मसँग सँगै छ। गाइस म चाहिँ यसरी बसिरहेको छु। कति खाली देखेको त पल्लो र सिसामा।我一直在看啤酒啊，看啤酒要等他买的，都是大的，他通红没得的，通红的。这一天没有东西，他可能家不进我的，他啤酒不要买这个，其实还就要还一些。总是两双高。गाइजहरुलाई भिडियो चाहिँ यसरी अन भइरहेको छ मेरो मोबाइल। मैले चाहिँ अरूको मोबाइलबाट भिडियो बनाएको छु। यो रहेको छु मेरो मोबाइल, बट मैले फुटाएको छु। म चाहिँ अहिले बाहिर छु, कपाल मिलाउन भनेर आएको। यो रहेको छ मेरो आइफोन, तर मैले फुटाएको छ पछाडि अस्ति। अब अर्को मोबाइल किन्नुपर्ने अवस्थामा छु कपाल काट्नलाई। तर यहाँ त कस्तो हो, केटाकेटी सबै एकै ठाउँमा कपाल काट्दो रहेछ। हाम्रो नेपालतिर त छुट्टै छुट्टै हुन्छ नि त। यहाँ चाहिँ भिडियो अन भइरहेको छ। आज मैले कति भिडियो हेरिसकेँ, 5 जति अन गरेँ। तर म एकदम बिजी गाइस, सामान यताउता सामान किन्दा थाकिसक्यो अब। किनभने उता उनीहरूको लागि पनि यति धेरै सामान किन्नुपर्ने छ। अनि हिजो त मसँगै काम गर्ने साथी पनि आएको थियो, दुईजना मिलेर यताउता सामान किन्नु। गाइस म चाहिँ अझै घुम्दैछु गाइस। म चाहिँ अहिले हल्का केही सामान किन्नु थियो, त्यही भएर बाहिर गएर ट्याक्सीमा बसिरहेको छु, किनभने ट्याक्सीवाला बाहिर गएको छ। सो गाइस अहिले चाहिँ फेरि आज एउटा जुत्ता किनेको छु गाइस, म हजुरहरूलाई देखाउँछु। खोइ त ब्याक क्यामेरा गर्छु पक्नै। भएको छ मेरो जुत्ता। यहाँ आएर मैले यति खर्च गरिसक्यो कि ओ माइ गड, म आफै लगभग 70,000 भन्दा माथिको सामान किनिसक्यो। जति के किन्न पनि पुगिरहेको छैन गाइस। यो त्यत्रो सामान किन्यो मैले चाहिँ अहिले किनेको छु यो जुत्ता। हेर्नुहोस् जुत्ता यस्तो उता त केही पनि पाउँदैन गाइस। एउटा सानो सामान किन्नलाई, पानी किन्नलाई पनि यति टाढा टाढा जानुपर्छ।
त्यही भएर मैले सोचेको सबै सामानहरू यहीँबाट लिएर जाउँ भनेर। मेरो चाहिँ मोबाइलको ब्याट्री सकिसकेको छ गाइज। म चाहिँ यसरी बसिरहेको छु। यता रहेको छ, यतातिर चाहिँ सबै गाउँघर जस्तै छ गाइज, जङ्गलहरू छ यसरी। अनि यहाँ चाहिँ सानो सानो मार्केटहरू छ। मलाई यस्तो ठाउँ मनपर्छ गाइज, जहाँ यस्तो रुखहरू हुन्छ नि, त्यस्तो ठाउँ एकदम मनपर्छ। अब म चाहिँ अझै केही सामान किन्नु छ। अब त साउको सामानहरू किन्नु छ, के खोर्सानी, के ड्राई खोर्सानी है, मतलब सुकेको खोर्सानीहरू लिनु छ, के लिनु छ। आज अब टिकटको दिनको काटिदिन्छ थाहा छैन। आज भनिदिएको छु मेरो त्यो आयो भनेर, भिसा आइसक्यो भनेर। म चाहिँ यसरी बसिरहेको छु। टाउकै दुखिसक्यो। आज पनि म बिहान 6 बजे उठेको। यहाँको देखि त हो यत्तिकै के गर्दा होइन, त्यत्तिकै त्यो भइरहेछ। म चाहिँ यहाँ यसरी बसिरहेको छु गाइस, हेर्नुहोस्। यहाँ आएपछि त म काली पो हुन्छ त फेरि। हेर्नुहोस् है, आजको मेरो सपिङ चाहिँ यो हो। एउटा यस्तो जामा किनेको छु, यो किनेको छु, बट यसको लागि सर्ट चाहिँ अझै किन्न बाँकी छ। यता रहेको छ जुत्ता, यो रहेको छ मेरो जुत्ता गाइस। सेतो मनपर्छ बट छिटै मैलो हुन्छ, त्यही भएर चाहिँ च्याउ लाग्छ मलाई। यस्तो अब यो लुगा म लगाएर हेर्छु, देखाउँछु हजुरहरूलाई मलाई कस्तो देख्दो रहेछ यो लुगाले। गाइस फाइनली मैले नयाँ लुगा लगाएँ। म चाहिँ यस्तो देखेको छु, हेर्नु। यस्तो गरेर पनि देखाउँछु लामो पाराले यसरी। यो रहेको छु म चाहिँ एकदम मोटी भएको छु। आज चाहिँ मेकअप गर्नै पाएको छैन गाइस, कपाल काटेर यस्तो भएको छ।